यो भिडियो हेरेपछि तपाईँ मलाई धन्यवाद भनेर मात्र जानुहुनेछ। 1. अचानक बाणुल्की आउँछ र पानी पिएर पनि रोकिँदैन भने घाँटीमा यसरी मसाज गर्नुहोस्। 2. यदि धेरै कडा ज्वरो आएको छ भने आँखी भौँको माथिल्लो भागमा मसाज गर्नुहोस्। 3. बारम्बार खोकी आउँछ भने खुट्टा यस पोजिसनमा ल्याएर केही बेर बस्नुहोस्। 4. अग्लो ठाउँबाट तलतिर हेर्दा चक्कर वा रिङ्गटा आउँछ भने घाँटीमा यसरी मसाज गर्नुपर्छ। 5. स्क्रिन लामो समय हेर्दा आँखामा दुखाइ हुन्छ भने आँखाको माथि यसरी थोरै बेर थिच्नुहोस्। 6. अचानक टाउको दुख्न थाल्छ भने मुठी बन्द गरेर औलाबीच यसरी मसाज गर्नुहोस्। 7. घाँटी लामो समय मोडिएको कारण दुखेमा विपरीत हातको नाडीमा अदुवा राखेर मसाज गर्नुहोस्। 8. ब्याग बोकेर ढाड दुखेमा घुँडाको पछाडि यसरी मसाज गर्नुहोस्। 9. खाना खाएपछि पेटमा धेरै ग्यास बनेमा दुवै हत्केला यसरी मिलाएर केही बेर रगड्नुहोस्। 10. अचानक पेट दुखेमा औलाको छेउमा थिच्नुहोस् र त्यसपछि नाडीमा पनि थिच्नुहोस्। अब जानु अघि एउटा लाइक र कमेन्ट त गरिहाल्नु साथी।